अलि नजिक आएपछि मजा होला जामको सर हेरौँ त आउनु यता के यता बल्ल मुला हेरौँ के सिस्नो मामा भन्छ पनि यहाँको भ्लगमा पसिसक्यो यो पनि देखाउने होला त्यो के गरेर ल्याएको देखाउन ल्याएको देखाउन होला सङ्घर्षको लागि म हार्दिक अनुरोध गर्दछु त्यसैगरी प्युठान उद्योग वाणिज्य संघ सल्लाहकार श्री गोपालनाथ देवीजीलाई असङ्घर्षको लागि म हार्दिक अनुरोध गर्दछु पुरै खाइदै थियो त व्यापक लाग्ने त सर्ट किनेर हिँड्छ न अझै आएर हिँड्छ सदस्य तथा नगर प्रवक्ता श्री सङ्गम सुनारजीलाई म आसनगढको लागि हार्दिक अनुरोध गर्दछु त्यसैगरी कार्यपालिका सदस्य श्री खेमराज विकजीलाई आसनगढको लागि म हार्दिक अनुरोध गर्दछु त्यसैगरी कार्यपालिका सदस्य पुष्पोत्तम बरालीजीलाई आसनगढको लागि म हार्दिक अनुरोध गर्दछु त्यसैगरी कार्यपालिका सदस्य शारदा विशीजीलाई आसनगढको लागि म हार्दिक अनुरोध गर्दछु त्यसैगरी आसनगढको क्रममा कार्यपालिका सदस्य अमृता बुढाथोकीजीलाई आसनगढको लागि म हार्दिक अनुरोध गर्दछु त्यसैगरी कार्यपालिका सदस्य शिवा केसीजीलाई आसनगढको लागि म हार्दिक अनुरोध गर्दछु म अगाडि बढाउन चाहन्छु फलफुल तथा तरकारी व्यवसाय सङ्घका अध्यक्ष कदम थापा सरलाई म आसनगढको लागि म हार्दिक अनुरोध गर्दछु कमल गाउँले होइन त्यसैगरी होटल व्यवसाय सङ्घ प्युठानका महासचिव खेमराज बस्ने सरलाई आसनगढको लागि म हार्दिक अनुरोध गर्दछु त्यसैगरी होटल व्यवसाय सङ्घ प्युठानका सचिव वसन्त श्रेष्ठ सरलाई म आसनगढको लागि हार्दिक अनुरोध गर्दछु र्याली अगाडि बढिरहेको छ हाम्रो सुन्दर सरला श्रेष्ठको नेतृत्वमा
नेमा र्याली कलश अगाडि बढिरहेको छ तपाईँले जोरदार एकपटक ताली बजाएर स्वागत गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु यो हाम्रो नेवारी संस्कृतिसँग सम्बन्धित रहेको नेवा र्याली कलश सहित अगाडि बढिरहेको छ दर्शक महानुभावहरूलाई ताली बजाएर सम्मान स्वागत गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु त्यसै गरी यो नेवारी परम्पराको लक्ष्मीनाथ कुन्द श्रेष्ठको नेतृत्वमा अगाडि बढिरहेको छ सेकेन्डमा रहेको छ यहाँबाट देखिरहनु भएको छ म र्यालीलाई दैनिक रूपमा यो साइडबाट व्यवस्थित भएर अगाडि बढिदिनुको लागि अनुरोध गर्न चाहन्छु सहयोगको लागि अनुरोध गर्न चाहन्छु नेवार संस्कृतिको यो कलश र्याली त्यसै गरी हाम्रो प्रस्तुत भइरहेको छ विभिन्न कला संस्कृतिहरूलाई अगाडि बढाउने क्रममा विभिन्न उद्योग वाणिज्य सोलुबारी नगर बजार क्षेत्रको आयोजनामा यही 18 गतेदेखि 29 गतेसम्म सञ्चालन हुने यो सक्षम सोलुबारी ढुङ्ग्री विकास महोत्सव 2082 को आज उद्घाटन सत्रमा हामीले अगाडि बढिरहेका छौँ उद्योग र व्यापार भन्ने मूल नारा सहित महिला बचत संस्था सहकारी संस्थाको यो र्याली त्यसै गरी नौमती यहाँहरूलाई पनि हार्दिक स्वागत छ डाकुरा महिला पञ्चेबाजासम्म आशा परिवारको नेतृत्वमा अगाडि बढिरहेको छ डाकुरा पञ्चेबाजाको टिम महिलाहरूले नै यो बाजा पञ्चेबाजालाई व्यवस्थापन गरिरहनु भएको छ स्वर्गद्वारी नगरपालिका वडा नम्बर 6 बेलवास डाकुराको यो पञ्चेबाजाको समूहलाई पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौँ सम्पूर्ण महिलाहरूले नै यो पञ्चेबाजाको समूह लिएर आउनुभएको छ यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छौँ एकाडेमीले पनि र्याली लिएको छ हामी तपाईहरुलाई पनि हार्दिक स्वागत गर्न चाहन्छौँ हाम्रो विद्यालयका प्रिन्सिपल दिल प्रसाद अधिकारीको नेतृत्वमा अगाडि बढिरहेको छ स्वर्गद्वारी एकाडेमी वडा नम्बर 4 ढिङ्ग्री प्युठान छुट्टी छ नि यो हार्मोनियम होला के स्वर्गद्वारी एकाडेमीले र्याली लिएको छ स्थानीय संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नारा सहित यो र्यालीलाई अगाडि बढाइरहनु भएको छ हाम्रो स्वर्गद्वारी कलाकार सङ्घलाई पनि हामी हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्राउन चाहन्छौँ त्यसै गरी पञ्चकन्या महिला बचत तथा ऋण सहकारी संस्था स्वर्गद्वारी नगरपालिका 7 नल्सीको कलश यात्रा अगाडि बढिरहेको छ महिला दिदी बहिनीहरूको यो कलश यात्रालाई पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौँ र यहाँहरूलाई धन्यवाद पनि प्रकट गर्न चाहन्छौँ र्याली आउने क्रम अगाडि बढिरहेको छ पञ्चकन्या महिला बचत तथा ऋण सहकारी संस्था नगरपालिका 7 नल्सीको कलश यात्रा अगाडि बढिरहेको छ सबै भेगी पनि अब एकअर्कालाई आफ्नो नाच्दा यो उद्घाटन सत्रमा र्याली र यो कलश यात्राको अगाडि बढिरहेको छ त्यसै गरी को लागि म हार्दिक अनुरोध गर्दछु माडीखोले तपाली झाम्रे नाच अगाडि बढिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु अगाडि बढिरहेको छ यो माडी क्षेत्रमा प्रख्यात रहेको यो नाच हाम्रो लङ्गबहादुर सरले नेतृत्व गर्दै अगाडि बढिरहनु भएको छ माडीखोले झाम्रे नाच प्रस्तुत भइरहेको छ
उपस्थित हुनुभएको छ कृपया अगाडि बढिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु स्वर्गद्वार नगरपालिका वडा नम्बर 2 को धनबाङको यो होमस्टेको म लोकचेतना एकाडेमीको टिमले यो पैसाहरू नाच र यो स्काउटको टिमले पैसाहरू नाच हेर्न चाहन्छ भने कृपया अगाडि बढेर हेरिदिएर आफ्नै यथास्थानमा गइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु अगाडि आएर हेरिदिएर पुनः लाइनबद्ध तरिकाले अगाडि बढिदिनु होला त्यसैगरी आसन ग्रहण गरिदिनुको लागि सामुदायिक रेडियो स्वर्गभूमि 93 मेगाहर्जका सञ्चालक समिति अध्यक्ष श्री झैन्द्र भण्डारी सरलाई आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु धनबाङको यो पैसाहरू नाचलाई हामी अगाडि बढाइरहेका छौँ पुरानो मान्छे अर्ग्यानिक पाराको भोलि आउनु पर्दैन तपाईँले गाडी चाहिँ ल्याएर घर आइज भाइ भोलि पैसा हाल्नुपर्छ होइन तपाईँ ल्याउन आउँछु भने नि आइज भाइ भनेर भन्नुहुन्छ भने नि त्यो डाक्टर नुनु सल्लाह गर्नु अर्ग्यानिक छैन त स्थानीय चिज नगरपालिका वडा नम्बर 2 धनबाङको यो पैसाहरू नाच हामी प्रस्तुत गरिरहेका छौँ त्यसैगरी पत्रकार तेजेन्द्र परियारलाई पनि म आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु त्यसैगरी गणबहादुर विश्वकर्मालाई पनि म आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु धनबाङको यो पैसाहरू नाच हामी अगाडि बढाइरहेका छौँ माथि लाउनु पर्छ पनि जिल्ला आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु त्यसैगरी आसन ग्रहणकै क्रममा नेपाल मगर सङ्घका उपाध्यक्ष झगबहादुर पुन्जीलाई आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु आसन ग्रहणलाई म कर्मीको रूपमा अगाडि बढाउँदै जानेछु धनबाङको यो पैसाहरू नाच अगाडि बढिरहेको छ छोरी उता दिएछ समृद्धि जान त धेरै सागबाट सिक्यो सिक्ला सब हाम्रो खाने राख्ने किरण ओलीको नेतृत्वमा अगाडि बढिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु स्काउटको यो टोली कृपया अगाडि बढिदिनको लागि हार्दिक अनुरोध गर्दै म धनबाङको टोलीलाई पुनः तयारी अवस्थामा रहिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु केही समयपछि तपाईँहरूको यो पैसाहरू नाचलाई हामी पुनः यहाँ राख्नेछौँ यो जानकारी सहित म यसका संयोजक गिरिबहादुर गुरुङजीले अगाडि बढाइदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु कर्मिक रूपमा हामी तपाईँहरूलाई ठाउँ दिँदै जानेछौँ यो उमा महेश्वरी महावी सारीमा रहेको स्काउटको र्याली यो स्काउटलाई म अगाडि बढिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु जसको नेतृत्व किरण ओली सरले गरिरहनु भएको छ
त्यसैगरी कर्मिक रूपमा पछि रहनुभएका टिमलाई म अगाडि बढ्दिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अहिले यति गरेर जाने हो। धन्यवाद। त्यसैगरी ती अजर अमर शहीदहरूप्रति 1 मिनेट मौन धारण गर्ने कार्यक्रम रहेको हुँदा म सम्पूर्ण अतिथिज्यूहरूलाई र यहाँ उपस्थित महानुभावहरूलाई यथास्थानमा उभिएर 1 मिनेट मौन धारणमा शरीक भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। समय सुरु। यहाँ स्टेजमा आमन्त्रण गर्न चाहन्छु। स्वस्ति न इंद्र वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु भद्रं कर्णेभिः श्रेणुयामदेवा भद्रं पश्येमाक्षभिषदनिराः स्थिरैरङ्गैस्तिष्ठुवाघोषस्तानु विप्रासे माहि देवहितं जरायुः द्यौः शान्तिरन्तरिक्षगो शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः Khởi hành thì tôi phần này tôi thao là Swagatam 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 Sabailai Chahai Swagatam 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 Sabailai Chahai Swagatam Meetha meetha geetale संगीत गीतले गाउँदैछौ गाउँदैछौ स्वागतम 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 सबैलाई छ है स्वागतम दुई बहिनी सुसाउँदै झरेका छन् जिम्रो रमारी दुई बहिनी सुसाउँदै झरेका छन् जिम्रो रमारी गाउँमुखीले तिर्खाले गाउने आँखैमा नाच्ने त्यो मन लडारी एउटाको कागमा रमाइलो भाकामा गर्दैछौ गर्दैछौ स्वागतम 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 गर्दैछौँ। विभिन्न कला र संस्कृतिहरूलाई जोगाउने यो महान अभियान हाम्रो कला संस्कृति व्यापारको उत्सव प्रथम स्वर्गद्वारी भिङ्ग्री महोत्सव भन्ने नारासहित हामी अगाडि बढिरहेका छौँ। नेवारी संस्कृतिको यो लाखे नाच हामी प्रस्तुत गर्दैछौँ।